हाम्रो सम्पूर्ण गाउँले आदरणीय संसदीयमा हार्दिक मङ्गलमय शुभेच्छा शुभकामना सहित ध्यान होइयो र अब हामी आजको वैशाख 1 गते नेपाली नववर्ष यसै शुभ अवसरमा टाइगर क्लब चौधरी मुख्यालयद्वारा हामी टाइगर क्लब विगतमा विभिन्न नामहरूले यस गाउँ र यस ठाउँलाई चिने तापनि तपाईहरुलाई हामी आश्वस्त गराउन चाहन्छौँ कि यो गाउँ र यो ठाउँ अझ पनि हामीले सहज मजबुत र असल प्रकारले सञ्चालन गरेर आएका छौँ। यसरी हामीले यस समाज सञ्चालन गर्न जाँदा हामीले विभिन्न विभाग एक्जिक्युटिभ बडी तयारी गर्ने गरेका छौँ र हाम्रा आदरणीय मुख्य अतिथि बहिनी रिन्ची टोवालामा उहाँलाई हामी प्यारो अवसरमा हामीले विवाह भएर बाहिर जानुहुने हाम्रो सम्पूर्ण चेलीहरूलाई यो पहिलो वैशाखको शुभ अवसर पारेर हामीले तपाईहरु सबै बहिनीहरूलाई आज विशेषतः उनीहरूको भेटघाट र बातचित नै यस कार्यक्रमको मुख्य औचित्य रहने हामीले तय गरिसकेका छौँ र स्थानको अभावले क्षमा चाहँदै जुन स्थानमा उहाँ बस्नुभएको छ उहाँले आफ्नो सम्मानित भएर यो गाउँ र यो ठाउँको नामलाई पनि रोशन गरेर बस्नुभएको छ लक्ष्मी तामा उहाँलाई पनि हामी यसरी नै बहिनी ज्योति तामा उहाँले पनि हाम्रो निमन्त्रणालाई स्वीकार गरेर बस्नुभएको छ उहाँलाई पनि हामी यसरी नै बहिनी मोती आमा बाबा गाउँ ठाउँ सबैको राखेर बस्नुभएकोमा हामी धेरै 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 हर्षित छौँ। यसरी नै बहिनी रिता छेत्री उहाँले पनि आजको सम्मान गौरवता र बहिनी रिता छेत्री यसरी नै हामी समक्षमा बहिनी सीता छेत्री पनि आइसक्नु भएको छ र उहाँलाई मैले आफ्नो निमन्त्रणा पत्रमा सीता छेत्री भनेर पढाउँदाखेरि उहाँ यति साह्रो भावुक हुनुभयो कि मलाई त सबैले सीता तामाङ भनेर चिन्छ, तपाईँले सीता छेत्री भन्नुहुँदा आज म एकदमै कन्फ्युज भावुक कस्तो प्रकारको स्थितिमा आएँ, फेरि म त छेत्रीको हो त भन्ने स्वीकार गरी उपस्थित हुनुभएको छ। उहाँ श्री गोविन्द लोप्चनका र हामी दार्जिलिङको कतिवटा कार्यक्रमहरूमा भेटेर रमाउने हामीलाई यसरी नै मैले पहिलेबाट नै भन्दै थिएँ कतिजना यस्ता हाम्रा चेलीलाई हामीले भने यो गाउँबाट अलिकति गर्छौँ। यसरी नै हाम्रो निमन्त्रणालाई गर्छौँ। यसरी नै फोनिक सम्पर्क हुन नसके तापनि वाट्सएपको निमन्त्रणाको आधारमा आजको कार्यक्रममा उपस्थिति लिएर यस कार्यक्रमको रौनकता बढाइदिनु हुने आदरणीय बहिनी निलिमा देवाल उहाँलाई पनि हामी सम्मान प्रदान गर्दछौँ। र एकजना
भन्दा एकदमै महँगो केस जस्तो लाग्छ। 4 करोडभन्दा कन्ट्याक्ट 4वटा पोस्टमा मात्रै हो। उहाँलाई पनि हामी हार्दिक स्वागत जनाउँदै पदार्पण गर्नेछौँ। आएका शशि मोक्तान स्वर्गीय जसबहादुर मोक्तानका सुपुत्री हुनुहुन्छ। उहाँलाई हामी सुसंवाद पदार्पण गर्नेछौँ। उपस्थित भइदिनु भएकोमा तपाईँलाई पहिलो वैशाख नेपाली नयाँ वर्षको हार्दिक मङ्गलमय शुभेच्छा शुभकामनाहरू। एउटा आज तपाईँहरू चेलीबेटीहरू वैवाहिक जीवनमा बाँधिएर सायद 50-60 वर्ष अघि नै यस गाउँदेखि बिदा लिएर जानुभएको है पराई घरमा, र कोही भर्खरै मात्र, कोही 20-30 वर्ष भएको। र हाम्रो कन्सेप्ट चाहिँ के हो भनेदेखि तपाईँ दिदीबहिनीहरू यत्रो वर्षसम्म है एकअर्कामा भेटभाट हुनु सक्थेन यसरी, र मनमा हुन्छ कोही बेला है फल्नाको छोरी यस्तो ठाउँमा बिहा भएको थियो, उसको कस्तो होला अहिले, के कसो गर्दै होला, र एकअर्कामा त्यो मनमा एक प्रकारको भावनाहरू। स्टेजमा उभिएर डाइसको अगाडि बस्यो भन्दा मेरो यो सम्बोधनलाई भाषण नसम्झिदिनुहोस्। यो आज म जे बोल्छु हुन त साइनोले कोही दिदी पर्ला, कोही फुपू पर्ला, कोही आनी पर्ला, के पर्ला, तर आजको सम्बोधनमा तपाईँहरू यो गाउँको चेली हो र चेलीकै सम्बोधन लिएर म तपाईँहरूसँग केही कुरा राख्नेछु। र अस्ति हामी आज यहाँ मैले भने ठुल्ठुलो त्यो संविधानको कुरा, एक्टको कुनै केको कुरा भन्ने कुरा गर्नु छैन। आज यहाँ हामीले गर्नु छ त यहाँको धुलो माटोको, यहाँको जङ्गलको, यहाँको डाँडाको कुरा गर्नुहुन्छ नि। लम्बर डाँडा, बर डाँडा, सिम्बर डाँडाको कुरा गर्नु यहाँ थुप्रै गाउँ हामी। तपाईँले खोल्साको कुरा गर्नुपर्छ भने ढडेन खोल्सा सम्झिनुहोस्, रुखदलको खोल्सा सम्झ्यो, तलको चिसे पानी गहिरी सम्झिनुहोस्, त्योतिर खेलेको डुलेकोहरू, तलको लप्सीको बोटको कुरा गर्नुहोस्, कोयामाथिको टुनी र पिपलको कुरा गर्नुहोस्। त्यो कुराका लागि भेट गरेको आजको कार्यक्रमको औचित्य उद्देश्य नै यही हो। तपाईँहरू पुरानोले तपाईँहरूको सहपाठीसँग बाइस्कोप हेरेको कुरा गर्नुहोस् न, अलिक पछि गएर सिनेमाको कुरा गर्नुहोस्, त्यहाँदेखि अलिक पछि गएर बिजनबारी पुल बजार गरेर भिडियो हेरेको कुरा गर्नुहोस् न। आज त्यो त कुरा त यसको निम्ति तपाईँहरूलाई हामीले एकजुट गरेको। आज अघि मैले देखेँ तपाईँहरूलाई खादा लाउँदै गर्दा, अगाडिबाट खादा लाउँदै जाँदा पछि घर उभि हेर्दै थियो, उसलाई के को आयो भनेर। पछि खादा लाउँदै जाँदा अगाडि भने को हो भनेर हेर्दै थियो त्यहाँपछि। यो कार्यक्रमको उद्देश्य नै त्यही हो खासपछि। र आफ्नो बास कतै मिलाउनु भएको छ र उहाँहरू सबैलाई हामीले निम्ताएको थियौँ। र यो भेटघाट कार्यक्रममा तपाईँहरूलाई भाषण मात्रै दिएर मिल्दैन, त्यसले गर्दाखेरि यहाँ 2-4वटा पुरानो गीतहरू तपाईँहरूको समक्षमा राख्दैछौँ। र आज विशेष गरेर नाचगान गर्नुको निम्ति तपाईँहरूलाई बोलाइएको। नाचगान गर्नु तपाईँहरू कोही सिक्किममा छ, कोही दार्जिलिङमा छ, कोही सिलगढीमा छ, कोही सिङताममा छ, कोही
भित्र मात्र होइन हामीले बाहिर फोटो सुटको निम्ति एउटा फोटो सुट गर्ने ठाउँ बनाएको छौँ तपाईँहरूले त्यहाँबाट गएर यस्तै प्रकारले नानी रुबिना ठटालले रुबिना सेवा लेख्नु भएछ तर हामी चाहिँ ठटालै भन्छ किनभने उहाँ जीवन ठटालका स्वीकृति हुनुहुन्छ हामी रुबिना ठटालले भएर चिन्छौँ उहाँलाई हामी ससम्मान यस मायाको चिनो प्रदान गर्नेछौँ टाइगर क्लबका एक्जिक्युटिभ बडीका मेम्बर र हाम्रा इच्छितहरूलाई यसरी सम्मान गर्न पाउँदा हामी माइतीहरूबाट मायाको चिनो प्रदान गर्दा हामी पनि अत्यन्त हर्षित प्रफुल्लित छौँ टाइगर क्लब एडभाइजरी बोर्डका मेम्बर आदरणीय एसके सिंह उहाँलाई पनि म मञ्चमा निम्ताउँदछु स्लो हुँदैछ जस्तो लाग्छ खाना मैले यो उहाँले दर्ता गरेको नामको रेजिस्टर नाम अघि माफ मागे म कतिले चिन्दिनँ मैले अघि माफ मागे तर म कतिले चिन्दिनँ हो यो त लगानको अल्टिटेको यो भाइ रहेछ बिदेनको छोरा यो बिदेनको पल्टाउने हो दुईटा एकजना मात्रै हुनुको लागि जन्मेको जन्ममै मृत्यु निश्चित छ भन्ने कुरा नि हेर्न न एक गम्भीर बात हुँदैछ यार लो मेरी बाय बाय बाय